बगनासकाली गाउँपालिका 7 स्थित खानीगाउँ माध्यमिक विद्यालयको 62औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयको शैक्षिक इतिहास, उपलब्धि र भावी योजनालाई समेट्दै आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षाविद, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राणाले शिक्षा नै समाज रूपान्तरणको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यालयहरूले सीमित स्रोत साधनका बावजुद पनि शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै खानीगाउँ माध्यमिक विद्यालयको 62 वर्ष शैक्षिक यात्राको प्रशंसा गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले स्थानीय तहले शिक्षाको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार विकास तथा विद्यार्थी मैत्री वातावरण निर्माणलाई प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज खरालले विद्यालय स्थापनादेखि हालसम्मको 62 वर्षीय इतिहास, उपलब्धि, चुनौती र भावी योजनाबारे प्रकाश पार्दै शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहयोगले नै विद्यालय निरन्तर प्रगतिशील बनेको उल्लेख गर्नुभयो। कार्यक्रममा बगनासकाली गाउँपालिका 7 का वडा अध्यक्ष गणबहादुर बुढाथोकी, वडा सदस्य खुमबहादुर रेशमी, त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व प्रमुख टङ्क भट्टराई, शङ्कर गैरे र रिता भट्टराई लगायतको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यालयको शैक्षिक प्रगतिप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सफल होस् भन्ने कामना व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा विद्यार्थीहरूको स्वास्थ्य तथा सिकाइलाई ध्यानमा राख्दै कक्षा 1 देखि 5 सम्म अध्ययनरत विद्यार्थीहरूलाई शिक्षक लक्ष्मीदेवी बस्यालद्वारा न्यानो कपडा वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्व झल्कने उक्त कार्यको अभिभावक तथा उपस्थित अतिथिहरूले खुलेर प्रशंसा गरेका छन्। त्यसैगरी माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताप्रति थप प्रेरित गर्ने उद्देश्यले गरिएको उक्त सम्मान कार्यक्रमले शैक्षिक वातावरणमा उत्साह थपेको उपस्थितको भनाइ छ। एसई परीक्षामा विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई समेत विशेष सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक लोकनाथ अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नुका साथै विद्यालयमा निहित प्रतिभा र सृजनात्मक क्षमताको उत्कृष्ट प्रस्तुति दिएका थिए। विविध सम्मान, न्यानो कपडा वितरण, सांस्कृतिक कार्यक्रम तथा अभिभावक विद्यालय बीचको अन्तर्क्रिया सहित सम्पन्न उक्त कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ। खानीगाउँ माध्यमिक विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा स्थानीयले गरेका छन्।